माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्य परेको कुरा उहाँले गर्नुभएको छ। 1 2 अदालतप्रति माधवजीले नै भरोसा छ हाम्रो, अदालतले न्याय गर्छ र म छिटै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। मैले पनि अदालतले पक्कै पनि उहाँमाथि न्याय नै गर्छ भन्ने ठान्छु। तर चाहिँ कुरा के छ भने चाहिँ अब प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ र अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न, गम्भीर प्रश्न जन्माएको छ। त्यो के भने पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा, कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको नीतिगत निर्णयको विषय त्यहाँ अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएको हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ क्याबिनेट नै गरोस् भनेर चिठी लेखेको मैले आफैले हेरेको छु त्यो चिठी। तर अहिले त्यही अख्तियारले माधवजीले गरे त नीतिगतै निर्णय हो, जे गरेको भए पनि त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ। सायद अख्तियारले जवाब त्यसोभए गिरिबन्धुतर्फ पनि फर्किन्छ हुन्छ। अब पूर्व प्रधानमन्त्रीहरू सबैका लागि यो नजिरले काम गर्ने भयो इस्टाब्लिस हुने हो भने त अब हामीले त भने फेरि हामीले चाहिँ त्यही कुरा भनेका छौँ 64 देखि नै सबै प्रधानमन्त्री, गृहमन्त्री सबैको पनि छानबिन होस् भन्ने हामीले भनेका छौँ। यसले के गर्छ भने यसो हो भने कोही पनि चाहिँ छानबिनको दायराभित्र आउन सक्ने भयो, तर यो नीतिगत र सैद्धान्तिक रूपले ठिक हो कि होइन भन्ने बहस चाहिँ गर्न र प्रतिपक्षहरू चाहिँ छानबिन मुख्य कुरा हो। भरपर्दो छानबिनको कुरामा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढङ्गले टुङ्ग्याउन सकिन्छ भन्ने कुरा प्रतिपक्षको भयो एउटा। अर्को प्रतिपक्षको तर्फबाट अब नेपाली कांग्रेस सभापतिसँग एकचोटि कुरा गर्नु उचित हुन्छ यो सबै विषयमा भन्ने पनि भयो अहिलेका राजनीतिक घटनाक्रमको विषयमा। र भर्खरै फेरि सत्ता पक्षका खास गरी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अनि वीरेन्द्र कार्की, श्यामजी लगायतसँग पनि हाम्रो कुराकानी भयो र आज चाहिँ सदन नचलाउने अलिकति सूचना तासेर चाहिँ जाने भन्नेमा समझदारी भएको छ। मलाई लाग्छ अब 1-2 दिनभित्र यो विषयको सकारात्मक ल्यान्डिङ। सत्ता पक्षको बुझाइ के छ अध्यक्ष? सत्ता पक्षको बुझाइ सत्ता पक्ष नै छानबिन दुईटै दलको छानबिन प्रक्रिया अगाडि बढाउनेमा सहमति देखिया छ। तर छानबिन अब अहिले संसदीय छानबिन समिति बनाएर जाने या पूर्व न्यायाधीश कसैकोमा न्यायिक समिति बनाएर छानबिन गर्ने या अर्को के गर्ने भन्ने विषयमा सहमति भएको छैन। अर्को कुरा चाहिँ अख्तियारमा यो चाहिँ भिजिट भिसा प्रकरणमा छानबिन सुरु भएको हुनाले त्यसको कुरो विशेष अदालतमा मुद्दा दर्ता नभएसम्म यता समिति बनाउन हुँदैन कि भन्ने तर्क पनि सत्ता पक्षको छ। यो विषय पनि छलफलमै छ। अहिले सहमति भयो। अध्यक्ष माधव नेपालजीको जसरी आएको छ यसलाई चाहिँ कसरी लिनु भएको छ? अब मैले अघि पनि यहाँ जस्तै पत्रकार साथीहरूसँग कुरा गरेको थिएँ मैले होइन। अब माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्य परेको कुरा उहाँले गर्नुभएको छ। 1 2 अदालतप्रति माधवजीले नै भरोसा छ हाम्रो, अदालतले न्याय गर्छ र म छिटै सफाई पाएर फर्किन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। मैले पनि अदालतले पक्कै पनि उहाँमाथि न्याय नै गर्छ भन्ने ठान्छु। तर चाहिँ कुरा के छ भने चाहिँ अब प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ र अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न, गम्भीर प्रश्न जन्माएको छ। त्यो के भने पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा, कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको नीतिगत निर्णयको विषय त्यहाँ अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएको हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ क्याबिनेट नै गरोस् भनेर चिठी लेखेको मैले आफैले हेरेको छु त्यो चिठी। तर अहिले त्यही अख्तियारले माधवजीले गरे त नीतिगतै निर्णय हो, जे गरेको भए पनि त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ। सायद अख्तियारले जवाब त्यसोभए गिरिबन्धुतर्फ पनि फर्किन्छ हुन्छ। अब पूर्व प्रधानमन्त्रीहरू सबैका लागि यो नजिरले काम गर्ने भयो। इस्टाब्लिस हुने हो भने त अब हामीले त भने फेरि हामीले चाहिँ त्यही कुरा भनेका छौँ 64 देखि नै सबै प्रधानमन्त्री, गृहमन्त्री सबैको पनि छानबिन होस् भन्ने हामीले भनेका छौँ। यसले के गर्छ भने यसो हो भने कोही पनि चाहिँ छानबिनको दायराभित्र आउन सक्ने भयो, तर यो नीतिगत र सैद्धान्तिक रूपले ठिक हो कि होइन भन्ने बहस चाहिँ गर्न जरुरी छ। कांग्रेस सभापतिसँग